मोरलान जिन्दगीमा के छ हाँस्ने हो, खाने हो, जिउने हो, हिँड्ने हो हुँदाखेरि चाहिँ कोही बेला रफ छाडिन्छ हैन। तर त्यसलाई तँ भन्न पाइन्छ। अब आउने साथीहरूलाई त तिमी तपाईँ यस्तो यस्तो भन्नुपर्छ नि त। किन साथीहरूमा एकदम रमाइलो हुन्छ, किन भन्दाखेरि उसले नि तँ भन्छ, हामीले नि तँ भन्न पाइन्छ। त्यो भएपछि चाहिँ मलाई चाहिँ अब आउनु गएको साथीहरू चाहिँ मलाई लाग्यो गेम खेलिँदाखेरि हैन, स्कुलमा पढिरहेको बेला। अनि मैले चाहिँ साथीहरू चाहिँ धेरै जसो गेम खेलेरै पाएको छु कि जति नै झगडा परे पनि एकैछिनमा मिल्थ्यौँ हामी, मायाले दिने होला यो। तर मन परेको फुल सुके पनि रसिलो, पृथ्वी गोलो छ सबको पालो आउँछ क्या। एभ्रीवन वेलकम ब्याक टु माई न्यू भिडियो, न्यू डे न्यू भ्लग। र आज चाहिँ नयाँ दिन नयाँ सुरुवातको साथमा चाहिँ तपाईँहरूसँग भेटिसकेँ। र आजको वेदर भर्खरै खानासाना खाएर चाहिँ अनि यसो भ्लग स्टार्ट गरौँ कि भनेर अहिले चाहिँ 11 बजिसक्यो। त्यो पनि वेदर यस्तै छ, बिहानको 5 बजे जस्तै देखायो होइन, झट्ट लाएर। आज चाहिँ मेरो प्लान क्यान्सल भयो र आज चाहिँ म कता जाँदैछु भन्दाखेरि चाहिँ आज धेरै भइसकेको थियो त यतातिर बाटोतिर नहिँडेको पनि। किन भन्दाखेरि हिजो पानी पऱ्यो, त्यही भएर निक्लिन पनि पाएन घरबाट। सुतेको गऱ्यो क्या, केही गर्ने पाएन। अनि झट्ट लाएर चाहिँ अहिले चाहिँ यसो हुन्छ नि उतो डाँडासम्म चाहिँ पुगेर त्यहाँबाट तपाईँहरूलाई म देखाउँछु, म आफू पनि हेर्छु, नेचुरल भाइब्सको इन्जोय लिन्छु भनेर चाहिँ। के फरक हुँदो रहेछ अब फरक त एकदम उ नै भइहाल्छ। किन भन्दाखेरि चाहिँ यहाँ भनेको जाडै भइहाल्छ, उहाँ भनेको त गर्मी, उहाँ त गर्मी थियो अनि यहाँ चाहिँ अलि जाडो। अब गर्मी त चाहिँ बाहिर निक्ले मात्रै त गर्मी हुने, भित्र त केही गर्मी हुँदैन। अनि यतातिर नि त्यस्तै छ आजभोलि। डढेलो छडेलो त्यही म चितवन नजाँदै छ यहाँ डढेलो लागेको हो। अनि बाटो चाहिँ अस्ति नै भन्दा पानी परेर अलिकति राम्रो भएको, नत्र त बाइक चलाउन लास्टै अफिलो हुन्थ्यो। लास्टै गाह्रो यो बाटोमा, मलाई चाहिँ लास्टै गाह्रो लाग्छ है यो बाटोमा चलाउनु चाहिँ। हेर्नु न यस्तो ढुङ्गा छ, अनि यति एउटा ढुङ्गाले गर्दा पनि लड्छ क्या म चाहिँ। अनि जङ्गलमा के हुँदैछ यस्तोहरू क्या चाहिँ। डेटिङ बस्न चाहिँ एकदम सजिलो हुन्छ जस्तो छ यतातिर त्यसै भनिदिएको ल। फेरि अलिअलि मजाक पनि गर्नुपर्ने हुन्छ। मोरलान जिन्दगीमा के छ हाँस्ने हो, खाने हो, जिउने हो, हिँड्ने हो। नराम्रो कुरामा लाग्नु भएन। अहिलेसम्म त राम्रै कुरा सिक्दै गएको छु, अब के हुनेछ पछि नै थाहा हुनेछ। अनि हाम्रो चाहिँ अब गाउँबाट चाहिँ कतैतिर पिकनिक यसो जाने भन्ने विचार पनि रहेछ। हामी जानेछौँ, भिडियो पनि हाल्नेछौँ, हेरौँ त्यही बेला थाहा हुनेछ के हुन्छ कसो हुन्छ त। अब तपाईँहरूले देखाउने छु, तपाईँहरूले साथ सपोर्ट माया गर्नुभयो भने त अवश्य देखाइहाल्छु नि होइन। अब चाहिँ थोपडा मात्रै किन देखायो भने मैले भिडियो नै हालेको धेरै भयो, त्यही भएर थोपडा देखाइरहेको मैले। अनि यस्तै छ बाटोहरू। गोर्खातिरको बाटो यस्तो हुन्छ, खासै राम्रो हुँदैन होला होइन। किन भन्दाखेरि चाहिँ पैदल यात्रा हो, हिँड्नुपर्छ, रमाइलो हुन्छ आफूलाई पनि एकदम रमाइलो फिल हुन्छ। अझै यस्तो साथीभाइहरूसँग हिँड्न चाहिँ एकदम रमाइलो हुन्छ क्या। किन भन्दाखेरि चाहिँ गफ गऱ्यो। मैले चाहिँ के बुझ्दैछु भने चाहिँ अहिले आएर चाहिँ अब आउने साथी भन्दा पनि पुरानो साथीहरू चाहिँ अलिकति दामी नै हुन्छ, बेस्ट हुन्छ जस्तो लाग्यो। किन भन्दाखेरि चाहिँ त्यो भन्नुपर्दा त अब साथीभाइहरूसँग हुँदाखेरि चाहिँ कोही बेला रफ छाडिन्छ होइन, तर त्यसलाई तँ भन्न पाइन्छ। अब आउने साथीहरूलाई त तिमी तपाईँ यस्तो यस्तो भन्नुपर्छ नि त। किन भन्दाखेरि चाहिँ तिमी तपाईँ भन्नुपर्दा नि तँ भन्नुमा साथीहरूमा एकदम रमाइलो हुन्छ। किन भन्दाखेरि उसले नि तँ भन्छ, हामीले नि तँ भन्न पाइन्छ। त्यो भएपछि चाहिँ मलाई चाहिँ अब गएको साथीहरू चाहिँ मलाई लाग्यो गेम खेलिँदाखेरि होइन, स्कुलमा पढिरहेको बेला। अनि मैले चाहिँ साथीहरू चाहिँ धेरै जसो गेम खेलेरै पाएको छु कि गेम खेल्दाखेरि साथीहरूसँग ऊ पनि क्लोज पनि भयो, यताउति घुमियो र फेरि त्यही गेमले गर्दा पनि छुट्यायो फेरि साथीहरूलाई। त्यही गेमबाटै अलिअलि ऊ पऱ्यो, हुन्छ नि त्यस्तै हुन्छ, केही छैन। अहिले नबोले पनि तिमीहरूलाई धेरै माया छ र तिमीहरू नआत्ति कि साथीहरू यताउति भन्नाले के भन्नु है तपाईँहरूलाई। अब तर साथीहरूलाई माया चाहिँ धेरै छ। किन भन्दाखेरि चाहिँ जति नै झगडा परे पनि एकैछिनमा मिल्थ्यौँ हामी, अनि गेम खेल्न जान्थ्यौँ, हुन्छ नि एकदम छुट्टै रमाइलो हुन्थ्यो कि त्यति बेलाको साथीहरूसँग।
वाउ अहिले त अब साथीहरू खासै पनि छैन अहिले चाहिँ मलाई सबदेखिबाट अलिकति उनी लागिरहेको किनभने मलाई आफैले इन्जोय क्या एकदम मलाई आफै मात्रै त्यो हुन्छ कि जस्तो लाग्छ के होइन के चाहियो त अरू भन्ने जस्तो फिल हुन्छ त्यही पनि ल सबलाई माया छ अनि मेरो भ्लग हेर्छ भने झन् उहाँहरूलाई झन् रमाइलो एकदम त्यही हो पुरानो साथीहरू चाहिँ खासै मसँग बोल्दैन किन भन्दाखेरि चाहिँ उनीहरू आफ्नै उमा छ दुनियाँमा छ म आफ्नै दुनियाँ छु त्यही भएर चाहिँ कुरा हुँदैन ल हेर्नु न बोल्दा बोल्दै यहाँसम्म आइपुगिसक्यो म अघिको डाँडा आउँछु भनेको थिएँ नि डाँडामा आइसक्यो क्या टट्ट लाएर अनि अहिले चाहिँ हाम्रो काफल फल्ने सिजन हो किन भन्दाखेरि काफल फल्ने सिजन भन्दा पनि बाँदरै बाँदर छन् भ्याइहाल्छ अनि यो ऐँसालु चाहिँ हो क्या फेरि यो होइन पहिला हामीले के घर माथि हुन्थ्यो होइन अनि हामी एउटा कचौरा लिएर जान्थ्यौँ कचौरा भन्नाले त बोडको के अनि बोडको लिएर अनि यस्तो ऐँसालुहरू टिपेर चट्ट लाएर हामी खाइदिन्थ्यौँ कि यस्तो रमाइलो हुन्थ्यो है त्यति बेला अनि अलि ठ्याटा ठुटु पर्छ दाजुभाइमा यस्तो खानेकुरामा चाहिँ अनि चट्ट लाएर त्यही हो गोर्खा आएपछि एकदम अहिले चाहिँ ठिकै भए पहिलो दिन आउँदा नरमाइलो भएको थियो किन भन्दाखेरि चाहिँ उहाँतिर साथी हुन्थ्यो उतातिर पनि साथी थियो मेरो फेरि बानी जहाँ गयो नि साथी बनाउने कि फेरि एकैछिन क्लोज फ्रेन्ड एकैचोटि एकैछिन हुन्छ क्या हेर्नु नि टक्क लाएर चाहिँ तलतिर मुस भवाले छ अनि मैले चाहिँ एउटा भिडियो हालेको थिएँ गाउँ चाहिँ त्यति मात्रै होइन कि गाउँ उतासम्मै छ क्या किन भन्दाखेरि चाहिँ यहाँ चाहिँ के हुन्छ भने एउटा यस्तो सर्र परेको छ फेरि अलिक यो टोल भन्छ होइन टोल भन्छ एउटा बिचा टोल छ एउटा ग्यामी टोल अनि उतापट्टि चाहिँ पुलामी टोल किन भन्दाखेरि चाहिँ यहाँनिर सर्र परेको छ फेरि अलिकति उतापट्टि सर्र परेको छ अनि अलिक उतापट्टि सर्र परेको छ कि किन भन्दाखेरि यो ड्रोन सट हान्यो भने चाहिँ बाबाले आउँछ अनि मोबाइलले देखाउँदा चाहिँ मिल्दैन किन भन्दाखेरि एक साइड मात्रै देख्छ कि एक पाटा मात्रै त्यही भएर चाहिँ मैले एक पाटा मात्रै हालेको अनि उता चाहिँ कता जाने कहिले जाने होइन अनि त्यही हो सबलाई माया छ आज चाहिँ हाम्रो साथी बिछोडेको साथीहरूसँग यसो कोही बेला हुन्छ भन्ने पनि छैन क्या फेरि त्यो साथी त के भनौँ हामी साथी भन्नु नै हामीभन्दा एजेडको छ किन भन्दाखेरि चाहिँ अलिकति हामीभन्दा जेठो हुनुहुन्छ सबजना सबलाई रेस्पेक्ट छ तर केही छैन कुनै दिन बोलाउँला भेटौँला भेट त हुन्छ गेमहरू खेल्दाखेरि चाहिँ भेट हुन्छ र अहिले चाहिँ मैले गेम खेलेको छैन 2 महिनै भयो होला सायद गेम भलिबल छ पनि छैन आजभोलि खेल्दैन क्या भलिबल केही पनि खेल्दैन त्यही भएर पनि आजभोलि मोबाइलमा झुन्डिरहम अब केही टाइम पासको लागि त केही हुनैपर्छ त्यही भएर चाहिँ अहिले चाहिँ मोबाइल मात्रै चलाम क्या अनि अब एकछिन म यसो इन्जोय लिन्छु हावाहुरीको यस्तो चट्टा एक्लै फिल लिन्छ त्यसपछि तपाईँहरूसँग भेट्छु है त एभ्रीवन मैले चाहिँ यसो फोटोज थम्मेलको लागि फोटो पनि खिचेँ र एकैछिन बसेर चाहिँ म अब जाँदैछु कि जाडो भइसक्यो के एउटा मात्रै लुगा लाछु भित्रपट्टि अनि अलिअलि पातलो खालको छ क्या कुन मायाले दिने होला यो धन्नै लडेन नि फ्याट्टी यही चुडाहरू लिएर जा भन्नुभएको रहेछ कि अब त्यही भएर ल एभ्रीवन अब चाहिँ घरतर्फ लाग्नुपर्ने हुन्छ म अनि मैले चाहिँ बोलिरहेको बेला यस्तो ठुलो आफैले ठुलो कुरा गरेको छ भने चाहिँ माफी पाऊँ किन भन्दाखेरि चाहिँ त्यस्तै बोलिन्छ जहाँसम्म लाग्छ मैले राम्रै बोलेको छु जस्तो त लाग्यो त्यही पनि अनि आज चाहिँ फुल टिपेर कसलाई कुन मायालाई दिने होला भन्दै यसो खोज्दैछु म यसो तपाईँहरू लिन चाहनुहुन्छ भने कमेन्ट एन्ड बिलो गाइज अनि त्यही हो तपाईँलाई म फोन नम्बर पनि दिन्छु रेखा चाहिँ हुन त भ्युज चाहिँ जान्न खासै त्यही भएर पनि दुःख मन लाग्छ त्यही पनि ठिक छ केही छैन अहिले चाहिँ मैले चेन्ज गरेको छु किनभने टाइम टेबल अहिले चाहिँ 6 बजे हाल्छु भने 5 बजे हाल्छु अब चाहिँ किन भन्दाखेरि चाहिँ मलाई चाहिँ अलि आतुर हुन्छ कि भिडियो हाल्नलाई एकदम आतुर अब यो भिडियो एडिट गर्छु अनि टक्क राख्छु अनि त्यही त अनि यो मौसमको बेला त तातो होइन टक्क यतापट्टि यताउति भएर च्याट्टा खाँदै बस्न पाए त रमाइलो हुन्थ्यो अनि यो फुल त खासै राम्रो छैन यार तर मन परेको फुल सुके पनि रसिलो भन्थ्यो नि एउटा अनि म के भन्छु भन्दा पृथ्वी गोलो छ सबको पालो आउँछ क्या त्यही भएर चाहिँ घमण्ड राख्नु हुँदैन है
एभ्रिवान सबलाई यो सुझाव फ्रिकाजी हे बोय त्यही हो अलिअलि गोरो भएको छु होला कि कालो भएको छु यसो त्यो पनि कमेन्ट एन्ड बिलो अनि त्यही हो यतातिर चाहिँ दाग आएको थियो अनि फेरि पछि निको भयो के भन्नु यस्तै छ र एक दिन म सिङ्गल छु कि मिङ्गल छु भन्ने भिडियो पनि आउनेछ तपाईहरुले साथ सपोर्ट यो भिडियोमा दामी भ्युज आयो भने चाहिँ ल त्यो सियोरै आउँछ है त एन्ड के हुनेछ हेरौला अनि अब चाहिँ डेली भ्लगै आउँछ मेरोबाट जस्तो भए पनि जति मिनेटको भए पनि म हाल्ने छु डेली भ्लग चाहिँ अनि हेर्नु बोल्दा बोल्दै गयो बोल्दा आइयो के भिडियो नि यस्तै आज राम्रो लाइन नराम्रो लाइन यसो प्लिज गएर एकचोटि ठ्याङ्ग त्यो लाइकको बटनमा खिचिदिनु होला र यतापट्टिको बेल आइकनमा गएर खिचिदिनु होला केही फरकै पर्दैन त्यति खिच्दा फेरि तपाईहरुलाई नि रमाइलो मलाई पनि रमाइलो वाउ हजुर ल सक्दो सेयर गरिदिनु होला है त आजको लागि यति व्यवस्था गर्छु थ्याङ्क यू वाचिङ तपाईहरुलाई यस्तै योभन्दा राम्रो भिडियो हेर्न मन लागेको छ भने चाहिँ कमेन्ट एन्ड बिलो आजको लागि यति व्यवस्था गर्छु है त बाइ बाइ